पर्वतको पैयुँ गाउँपालिका, ब्यादी गाउँपालिका र माझिला गाउँपालिकामा बस्ने हामी मान्छे धनी चाहिँ धनी नै हो। वालिङदेखि पोखरासम्म 55 देखि 60 किलोमिटर होला, जसको माइक्रो भाडा नै 350 छ। हाम्रो वालिङदेखि हुबाससम्म जम्मा 20-22 किलोमिटर छ। अब बाटो पिच हुन जम्मा 2 किलोमिटर जति बाँकी होला र पनि हामीले 300 रुपियाँ तिरेर आएका छौँ। र हुबासबाट अलिकति 1-2 किलोमिटर उता गाउँतिर खोलापारी वारी यताउति जाँदाको 400-450 छ, जुन महँगै हो। यो विषयमा न स्थानीय सरकारले केही कुरा गर्छ, न कुनै भाडा तिर्ने त्यहाँका जनताहरूले गुनासो गरेर सुनवाई हुन्छ या हुँदैन, नबोली तिरिराखन् कि। यो तिनटै मासिला, त्यस्तै गरी ब्यादी र पैयुँ गाउँपालिकाका प्रत्येक घरका एउटा नागरिक विदेश छन्। विदेशबाट पठाएको पैसाले प्रत्येक घरमा चुलो बल्ने हो। विदेशमा टिपेरै पठाए जस्तो मानेर परिवारले पनि खुरुखुरु बुझाइरहने, त्यस पछाडि उनीहरूले पनि लिइरहने भइरहेछ या साँच्चीकै भाडा त्यति लाग्ने हो। यो विषयमा अनुसन्धान हुनुपर्ने हो कि होइन, यस विषयमा खबरदारी न कसैले गर्छ, न कसैले गरेर सुन्छ या के हुन्छ त्यो कुरो थाहा भएन। तर यो विषय भनेको एकदम गम्भीर छ। एउटा नागरिकले विदेशबाट दुःख गरेर पठाएको पैसा यही तिनटै गाउँपालिकाको बिचमा एउटा राम्रो हस्पिटल पनि छैन, स्वास्थ्य पनि छैन। कसैलाई ज्वरो आयो, टाउको दुखो, कुनै बच्चालाई भने वालिङ पोखरा पुरै हाल्नुपर्छ। त्यसको कारणले गर्दाखेरि जान आउन भाडै महँगो छ। 50-50 रुपियाँ बचत हुन सके भने बेलुकी घरमा तरकारी पाक्छ। यो विषयमा कसैले गम्भीर भएर सोचेकै छैन, बचततिर ध्यानै दिँदैनन्। सबैलाई अब त्यसै विदेशबाट पठाए पैसा टिपेर पठाए चाहिँ मानिहान्, बचततिर सोचिया छैनन्। यो विषयमा खबरदारी गरेर भाडालाई एउटा निश्चित रेटमा तोक्न सकिन्छ, जति लाग्ने हो त्यति तिर्न सकिन्छ। यो पैयुँ गाउँपालिका, ब्यादी गाउँपालिका र माझिला गाउँपालिकामा एउटा सङ्घमा राम्रो माननीय नेता पनि कहिल्यै पाउँदैन। यो कोही जन्मेकै छैन। सबै यो यस्ता साना कुराहरूको पनि गुनासो गरेर सम्बोधन गर्न सक्ने, त्यस्तो आफ्नो स्वार्थभन्दा माथि उठेर जनताका निम्ति काम गर्न सक्ने कोही जन्मेकै छैन यो जस्तो लाग्छ। अब म यति बोल्दै गरेर त आरोप गर्न विदेश बसिया भन्छन् मान्छेले कतिले। अहिले भनेको म खबरदारी गर्ने ठाउँमा छु। भोलि जनताले विश्वास गरेर काम गर्ने ठाउँमा पुगे भने के गर्ने भनेर त्यतिखेर देखाउँला। अहिले भनेको बोल्ने हो, खबरदारी गर्ने हो। खबरदारी गर्दा सम्बोधन हुन्छ या हुँदैन त्यो आफ्नो ठाउँमा छ। तर अहिले म जनता भनेको प्रतिपक्षमा हुन्छ, सत्तापक्षमा छैन। त्यही भएर बोलिरहने हो, बोल्ने हो, खबरदारी गर्ने हो। अब यो विषय गम्भीरै छ, भाडा महँगै छ। अब घटाउन क्यार्न के गर्छन् थाहा भएन। यो विषयमा बोल्न चाहिँ पर्छ। गुनासो एउटा व्यक्तिलाई, कसैलाई, नेतालाई कुनै ठाउँमा गरौँ भन्ने ठाउँै छैन। अब गाउँपालिका अध्यक्षहरूलाई सरकारले गाडी दिया हुन्छ, खासै सार्वजनिक यातायात प्रयोग गरे हुँदैनन्। वडा अध्यक्षहरूलाई पनि बाइक दिँदो रहेछ, खासै सार्वजनिक यातायात प्रयोग गर्ने कुरो भएन। जनताले जति भन्यो त्यति खुरुखुरु तिरिरहेछन्। अब कसलाई के मतलब हो यो विषयमा? कसैले कुरै उठाउँदैन, सबै डराछन्, गाडी चढाउँदैन भनिहान्, खुलेर बोल्न कोही सक्दैनन्। मना सबैलाई लाछ, फेरि महँगो भएको छ भन्ने सबैले भनिहान्, तर भन्न सक्दैनन्। र यो तिनटै गाउँपालिकामा एउटा राम्रो गुनासो सुन्ने नेता, अलि सिंहको जस्तो छाती भएको, उही ज्ञानेन्द्र साई जस्तो मन्त्रालय जलाइन्छु यति बजेट नहाले भन्ने जस्तो कोही जन्मेकै रहन्छ। र कहिले जन्मिन्छ थाहा छैन, त्यो जन्मिँदा दिन होला, नत्र भने यस्तै हो, हुँदैन है त। अब खबरदारी गर्ने हो। अब सबै मिलेर यसो चाहिने ठाउँ यस्ता कुरालाई यसो सेयर गर्ने क्यार्ने, सम्बन्धित ठाउँमा पुर्याउने, आवाज उठाउने, सम्बोधन भइहाल्यो भने 50-50 रुपियाँ जान आउँदा बच्छ नि, 100 बच्छ नि, तरकारी खान पुग्छ। दुःख गरेर कमाएको फेरि यहाँ कसैलाई आउँदैन, विदेशमा टिप्न छैन है त।